Hello everyone, welcome to my new video. आज चाहिँ म अन्डाको रोटी बनाउँदैछु। हामीले चाहिँ अन्डाको रोटी बनाउँदाखेरि चाहिँ के हालिन्छ त यसमा मैले सुरुमा प्याज काटेँ। प्याजलाई चाहिँ मैले मसिनो गरी काट्दैछु। प्याज चाहिँ एकदमै मसिनो भयो भने चाहिँ हाम्रो रोटीमा फिटेर राम्रो हुन्छ हैन। अनि त्यस सँगसँगै मैले पनि लसुन केलाएँ। लसुन केलाएर चाहिँ मैले पनि सानो सानो मसिनो हुने गरी काट्छु। मैले चाहिँ यहाँ 4वटा अन्डा लिएको छु। एउटा बटुको लिएर मैले आफूसँग जे छ त्यसैले अन्डालाई फुटाएर एउटा बटुकोमा हाल्दैछु। मैले चाहिँ अब काटेर राखेको यो लसुन सानो सानो पिसको काटेर राखेको थिएँ, त्यो हालेँ। त्यस पछाडि मैले यो प्याज पनि हाल्छु यहीँनिर यो अन्डामा। यो प्याज चाहिँ मैले रुँदै काटेको थिएँ नि त, त्यही भएर थोरै पनि छोड्दिनँ हैन। काटेर हाल्छु, सबै बटुलेर हाल्छु। अनि यसमा मैले चाहिँ थोरै नुन, स्वादअनुसार नुन त स्वादअनुसार चाहिहाल्यो हैन। त्यस पछाडि मैले थोरै बेसार अनि मसला जिरा धनियाँको धुलो मसला। त्यस पछाडि मैले रातो धुलो खोर्सानी हालेँ। अनि त्यस पछाडि थोरै यसलाई बिस्तारै फिटेँ। म फिटेर चाहिँ राम्ररी फिटेर मिक्स गर्छु। यता मैले चाहिँ ग्यास बाल्यो प्यान बसाइसकेँ हैन। यो चाहिँ हाम्रो कालो भाँडा सेताउ भन्छन् है नेपालीमा, हाम्रो भाषामा चाहिँ। अनि यसलाई मैले तोरीको तेल हालेर थोरै मेथी हालेर पुर्याउँदैछु। यो हल्का रातो हुन दिनुपर्छ। अनि त्यसमा चाहिँ मैले यो अघिको अन्डा मिक्स गरेको अन्डा चाहिँ ल्याएर यसमा लगाएपछि चाहिँ एकदमै ठुलो रोटी बन्ने भयो हाम्रो चाहिँ हैन। मैले चाहिँ ठुलो रोटी बनाउँदैछु है साथीहरु। अनि यसलाई चाहिँ मैले ग्यासको हिट सानो बनाएर एकछिन चाहिँ यसलाई छोपिदिन्छु। छोपेर हेर्दाखेरि चाहिँ मैले चाहिँ यतिको भइसक्यो रहेछ हैन। अनि यसलाई चाहिँ मैले 2वटा कुन्युले बिस्तारै छेउबाट एउटा कुन्युले साइडबाट खोलेँ। अनि त्यस पछाडि फेरि 2वटा कुन्युले दुईपट्टिबाट चाहिँ फर्काउँछु। फर्काएपछि चाहिँ यसलाई डबल पकाउनु पर्यो नि त, हामी चाहिँ डबल नै पकाउँछौँ। कतिपयले चाहिँ डबल पकाउनुहुन्न हैन। एउटा हात मोबाइल बोकेको भएर चाहिँ मलाई कस्तो अप्ठ्यारो भयो। अनि चाहिँ मोबाइलमा एउटा हातले ट्राई त गरेको थिएँ तर भएन। अनि मैले मोबाइल राखेर अर्को 2 हातले मैले फर्काइसकेँ। रोटी चाहिँ हाम्रो खानालाई रेडी हुन लागिसक्यो। धेरै पकाउनु पनि पर्दैन। मेरो भिडियो चाहिँ कस्तो लाग्छ हेरेर सबैजनाले प्रतिक्रिया दिनु होला, लाइक कमेन्ट गरिदिनु होला है। नयाँ साथीहरूले सब्सक्राइब पनि गरिदिनु होला। यस्तै नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ मलाई सब्सक्राइब गरेर भिडियो हेरेर साथ दिनु होला, सपोर्ट गर्नु होला साथीहरू। हजुरहरू पनि घरमा यस्तै रोटी बनाएर खान सक्नुहुनेछ।